Hello everyone. Good morning. Welcome back to my YouTube channel. New day, new vlog सदा चाहिँ हजुरहरूको सामुन्ने चाहिँ भ्लग भिडियो लिएर आइसकेको छु केमा भन्दा बाइकमा सर स्टार्टिङ मेरो भिडियो स्टार्टिङ चाहिँ बाइकमा सर भइरहेको छ अनि मर्निङ भनिरहेको छु है मैले किनकि 12 बजेको छैन 12 बजीभन्दा अगाडि त मर्निङ भन्नु परिहाल्छ साथीहरू होइन अनि वेलकम छ तँलाई मेरो भ्लगमा धेरै दिनपछि तँलाई मेरो भ्लगमा मैले लिएर आइरहेको छु अनि आज चाहिँ साथीहरू यसो भाइ भएको कारण भाइ भएकोले गर्दा भाइ भएको चाहिँ यति सजिलो भाइ भए चाहिँ यति सजिलो हुन्छ कि साथीहरू बाइक नभए पनि तँलाई म फ्री भएको भए लिएर गइहाल्छु जाम अब होइन आमा पनि झुलफुल तान्नु लाग्नु भएको छ नि त त्यही भएर अनि आमालाई चाहिँ अब आमासँगै म आउँथेँ अनि भाइसँग म जाँदैछु साथीहरू 22 धारा मेला आमामा कति धेरै गर्मी भाइ उही बाहिर छ पसलमा मात्रै जाहरू पसलमा किन रुको कहिले बर्थडेमा चित्त दुखेर किन यत्तिकै चित्त दुख्यो केक नकाट्यो भनेर होइन केही पनि मिलेन उता घुम्न जानु मिलेन र पानी परेको बाहिर निस्किनु मिलेन भने हो क्या त्यो पनि हो अनि यो शनिबार जाने कुरो थियो त्यो पनि मिलेन यस्तै हो साथीहरूलाई साथीहरू भगवान् नजिक आएको कि के भएको त्यो मलाई थाहा होइन तर हामी चाहिँ अहिले चाहिँ 22 धारा मेला जाँदैछु अहिलेसम्म चाहिँ 22 धारा मेला गएको छैन अनि यसो 22 धारा मेला घुमौँ भनेर चाहिँ यसो निस्केको ल हेर्नु साथीहरू के कस्तो मेला हुन्छ तपाईँहरूलाई म अपडेट दिइदिनेछु अहिले चाहिँ म घाम टक्किसकेँ पोलिसकेँ मैले मोबाइल बन्द गरेँ अब म जाँदै गर्दै बोल्नेछु अहिलेलाई चाहिँ एकछिन अब साथीहरू A few minutes later. ल साथीहरू हामी त मेला भन्न आएको भन्दा पनि यहाँ दिदीलाई भेट्दै पो जान लाग्यौँ कसैले चाहिँ केही पनि छैन खाली जान लाग्यो साथीहरू अब माथि जान्छौँ दिदीको घरबाट अनि मेला जान्छौँ हामी है साथीहरू मेरो अनुहार कस्तो नराम्रो आएको मेरो अनुहार ल साथीहरू हामी चाहिँ अब दिदीको कस्तो शीतल छ है चप्पल लगाइदिनु भयो नि नयाँ लगायो ल साथीहरू अब चाहिँ हामी माथि जानेछौँ दिदीको घर दिदीलाई भेट्दै साथीहरू फाइनली दिदीको घर चाहिँ आइसके भिडियो मम्मी हुनुहुन्छ हामी चाहिँ अब खानासाना लिएर दिदी भान्जीसँग म जानु लाग्यो है जाउँ ल हामी साथीहरू गयौँ है मेला अब फाइनली मेला दिदीको घरदेखि मेला जाउँ ल साथीहरू हामी चाहिँ मेला आइपुग्यौँ फाइनली मास्क पुरा छोडेर बोलेर अनि हाम्रो भान्जीलाई वेलकम छ हाम्रो भान्जी चाहिँ बाबाको लागि खाना लिएर जानु भइरहेछ अनि हेर्नु मेलाहरू साथीहरू 300 मा बिहान खोइ 300 ए कहाँ ए सा तपाईँ अघि बिहान गएर आइसक्नु भयो ए साथीहरू मेला हेर्दैछु है म के भन्छ नि बिहे गरेको 5 वर्ष काठमाडौँ बसेको कति वर्ष भयो तर फर्स्ट टाइम चाहिँ म यहाँ 22 धारा बालाजुको मेला आइरहेको छु अनि रहर पनि लागिरहेको थियो पोहोर पनि रहर लागिरहेको थियो यसपालि चाहिँ फाइनली म आउन पाएँ अनि भान्जीसँग चाहिँ घुम्दैछु है म 22 धारा मेला हेर्नु के पाउँदो रहेछ म देखाउँछु ल हेर्नु है साथीहरू रोहन चस्मा हेरे चस्मा चस्मा भन्ने बित्तिकै याद आउँछ मलाई त ल है मेला छ मलाई चस्मा भन्ने बित्तिकै याद आउँछ अनि ए चस्माको फ्यान हो यो ल है मेलाहरू यस्तै हो मेलामा कस्तो राम्रो एउटा प्याक हेर्नु त विन्ड ज्याकेट मिलामी त उसमै आउने हो कि रोहन साथीहरू खोजिदिनु त रोहनले चाहिँ यहाँ हालेर पछि हालेर गएछ
यहाँनिर हेर्नुहोस् गाइड यहाँनिर राम्रो लाग्छ हुँदैन क्या गाइड धारा मेला चाहिँ यस्तै हुँदो रहेछ ए आज त काम क्यों भन्दा त्यता धेरै राम्रो रहेछ यता पनि भित्र फेरि छ आज के माल सस्ते नै ब्लकर आयो हाम्रो ब्लकर आयो हाम्रो Oh my god! बेना भाग्यमा झन्डै नचिनिरा तपाईँलाई त मैले ल भाग्यमा नि ल हो कति बेच्नु भयो त भान्जा छैन भान्जा भान्जा कति बेच्नु भयो छैन ल साथीहरू हामी मेला घुम्दैछौँ है के अरे भेनाजु के अरे भाउजू भान्जासम्म चाहिँ भेट भइसक्यो के खोल्नु होला मलाई चिन्नु गाडी किन्दिनु न अथवा गाडीमा राखेर दुर्पिन चाहिँ किनिदिउँ कि टोय घुम्ने रमाइलो घुम्नु मात्रै पनि रमाइलो हुँदो रहेछ त 350 ब्याग चाहिँ खाँचे ल साथीहरू मेला घुम्दा थाकिसक्यो होइन हामी कहाँदेखि आएको यहाँसम्म मेला यस्तै रहेछ कसो भयो त्यसरी फुल्ने खालको बडा होला चस्मा हाल्नु चस्मा त राम्रो लेडिजवाला कसरी चस्माहरू चाहिँ मलाई हेर्नु कति तातो हो झन् कालो है मलाई चाहिँ सुहाउँदैन त्यसो चस्मा ए उल्टो भएछ तातो रहेछ यसले चाहिँ सुहाउँदो रहेछ कि मलाई चाहिँ फेरि चस्मा सुहाउँदैन लगाइ हेर्नु 1550 मलाई सुहाउँदैन रहेछ तातो चस्मा खतरा मान्छे हो नि त ल साथीहरू मेला त हेरौँ भनिराख्नु भएको छ हामी हेर्दै मात्रै हिँडिरहेको छौँ है साथीहरू चस्मै कति धेरै हो चस्मै जस्तो
पैसा राखिदिन्छ बनाउने आइडिया के भन्नु चाकलाहरू पिसा छ ये मैले 70,000 तन्ना कसरी तन्ना बेमा त लाउँछु तँलाई कस्तो अनुभव भइरहेको पुरै गर्मी अनुभव भयो भान्जीलाई भान्जी त पहिलेदेखि नै मिलाइराखेको है मेरो चाहिँ आँखा चिम घामले गर्दाखेरि होला पोलिरहेको हौ अनि फर्स्ट टाइम आएको बेला भन्नु साथीहरू हामी त मेला भरिरहेको छौँ है घुमे तल माथि राउन्ड गरिरहेको छौँ ठिकै रहेछ के 500मा दिन्छ है 500मा दिन्छ भन्दैछ अरे कट्टु हो मान्छेको दुईटा कट्टु मान्छेको दुईटा कट्टु यारी समझ गई म त 500मा 3टा ज्याकेट भने जस्तो लाग्यो नि भने कस्तो ज्याकेट 500मा 3टा भने बिचरा म त बाबुलाई कति गाह्रो ल साथीहरू हामी चाहिँ मेला घुम्दै मात्रै हिँडिरहेको छौँ मेला पनि के को मेला ल हेर्नु है साथीहरू धेरै घाम भयो अब मोबाइल एकछिन बन्द गरेर यसो फेरि घुमौँ है विन्टर भयो नि भने हेर्न त भान्जा कति पैसा कमाउनु भयो देखाउनु न हौ देखाउनु न यो बाल्टी भरिसक्यो हेर्नु त देखाउनु न एकचोटि पैसा कति छ देखाउनु न भान्जा देखाउनु न खै देखाउनु त कति भयो ल साथीहरू हेर्नु हाम्रो भान्जा 5:30 बजेदेखि बसेर पैसा कमाउनु भइसक्यो यति धेरै ल आमामा भनिँदैन त क्यालकुलेटर पनि ल्याइदिनु यति धेरै बनाउनु भएछ यहाँ दुईजना मिलेर यहाँ हाम्रो भाउजू पनि हुनुहुन्छ मेला चाहिँ यस्तै हो 22 धाराको मेला सब आइटम पाउँछ है साथीहरू म चाहिँ फर्स्ट टाइम आएको 22 धारा मेला सस्तोमा म पनि अब यसो केही पाएछ मन परेछ भने लिन्छु भनेको अब मलाई भान्जाले लानुहुन्छ मन पर्ने ठाउँतिर कोही पनि छैन ल मेला यस्तै हो ल साथीहरू भर्खर मेला चाहिँ हामी भरियौँ है भान्जी के किन्यौँ हामीले भान्जी क्लिप टप अब चस्मा हेर्दैछौँ है साथीहरू ल साथीहरू 22 धारा मेलामा हामीले के किन्यौँ भनेर देखाउँछु है साथीहरू म यही देखाउँछु मेला लागेको ठाउँमा देखाउँछु मैले चाहिँ देखाउँछ भान्जीको मेरो सेम हो भान्जाले घडी किन्नु भएको यो घडी अनि यो चाहिँ हामी दुईजनाको सेम छ अनि बाबुलाई चाहिँ एउटा चेन लाउने गाह्रो भएर चाहिँ मैले बन्द गर्नु लगाएको पनि कस्तो कालिएको है निकाल्नु न अनि हाम्रो चाहिँ साथीहरू सेम वाला चिम्टी अब यो छ यो वाला टप उयो माथि म चाहिँ यहाँ लाउँछु खाली छ अनि यो चाहिँ कस्तो राम्रो है म त व्हाइट कलर कस्तो राम्रो देखिरहेको यो त मलाई सुहाउँदैन चाहिँ बाबुको लागि हो मलाई पनि सुहाउँदो रहेछ टाइट मात्रै छ है अलिकति टाइट मात्रै मलाई दामी दिएको चाहिँ मैले बाबुको लागि भनेको मेरो साथीले के कस्तो छ है अनि भान्जी र मेरो चाहिँ ट्विनिङ चिम्टी टप अब हेर्दैछौँ के राम्रो पाउँछ भर्खर सुरुवात हुँदैछ है हाम्रो 22 धारा किनमेल अझै हेर्दैछौँ ल साथीहरू अब एकछिनमा भेटौँ है अहिले एकछिन
कस्तो राम्रो देखेँ जान्छ त्यहाँ उभिनु नि हामी कहाँ आयो कहाँ आयो मलाई कस्तो राम्रो हेर्नु न उता आएपछि भित्र नछिने कुरै भयो नि बाइसवटा धारामै पानी आउँछ पानी चाहिँ थाहा भयो त धारा चाहिँ खतरा पर्छ सजाएको है भान्छु त हजुर यसो त पहिले गरेको छ नि होइन पहिले एकचोटि गएको छु कहाँ भन्दैन जोरो बाँकी क्यामेरामा आउँछौँ होला हौ हाम्रो सबैले सेल्फी मात्रै हान्दै गएर हाम्रो क्यामेरा कस्तो लाग्यो जस्तो मलाई त अल्छी लागिरह्यो होला बवाल लाग्यो यस्तो गरेर टोपी लाउनु हुन्छ कि खेल्न जाने हो त मलाई ब्रोकन पोज सिकाइदिनु न भन्ने यहीँ त हो नि यहीँतिर नै हो कि यही हो कि बल्ल आयो यसलाई सोल्टी हराउनु भयो सोल्टी माछा मार्नु जानु लाग्नु भयो माछा मार्नु जानु लाग्नु भएन माछा मार्नु पुलिसहरू चारैतिर देखेँ अनि डर लाग्यो बल्छी भेट्दैन काममा त मर्छ त हौ यसरी त भान्जी अब यतादेखि कता गइरहनु माथि देउता ढोग्न होला नि हामी देउता ढोग्न नजाने हामी आउँदैछौँ नि माथिबाट आउँछौँ नि स्विमिङ पुल छ नि कहाँ त हाम्रो गएको थिएँ यसरी स्विमिङ पुल म यहाँनिर थापे बाटो जस्तो भएर आयो सबैलाई म भन्छु अयो एक्लै बस्दै हो एकैछिन है एकैछिन कहाँबाट जाने हो साथीहरू गाह्रो गाह्रो लाइन देखेर कति बेला निस्किने कस्तो राम्रो आइरहेछ हौ यहाँनिर हेर्नु माथिबाट झर्दैन है साथीहरू अब यति धेरै भिडबाट हामी पन्छिँदै हामी अगाडि आइसक्यौँ अब चाहिँ हामी निस्किन लागेको 22 धारा मेलाबाट अनि फाइनली मेरो इच्छा पुरा भयो 22 धारा मेला आउने सायद यो नआएको भए म आउँथेँ पनि आउँदिनँ पनि थिएँ है अनि के गर्ने भनेर कन्फ्युजन भएको थिएँ यो आयो फाइनली मेरो इच्छा पुरा भयो 22 धारा मेला या पुरा भयो के पुरा भयो त मेला भयो
मैले मेरो साथी देखेको थिएँ कि एकजना आइसक्रिम खानु मासु खानु भोगी लाग्छ कति रहर हुन्छ हामी तिम्रो दर्शन पाउँदै तिम्रो दर्शन पाउँदै पहिला तिम्रो दर्शन पाएको छैन कुनै मन्दिरमा नजाको एकदिन पहिला तिम्रो दर्शन पाएको कुन कुनै मन्दिरमा नजाको छैन कुनै मन्दिरको हरि हामी चाहिँ 22 धारा मेला भित्र 22 धारा गएर मलाई कति टिका लाग्नु लाग्छ के हो यार के भन्छ टावर राख्दैन They are a newly opened production unit in Puleshwar. Please have a look at some of our products. Just have a look. This is called, as you know, Tutti Frutti Muffin. If you want to take this, very nice and sweet. Very sweet muffin it is. You will not get this anywhere else, you know. Nice flavor Tutti Frutti Muffin. Very juicy, very soft, very tender to eat. It will add a lot of sweetness in your mouth. When you eat this, only 50 rupees. That's it. Yeah, it's what it is. 50 rupees, only 50 rupees. खाने हो अन्ली 50 रुपिस अरे कि Muffin, हाँ, मीठा सा. खाने भने म दिइहाल्छु त जैसा लगता है. Muffin, हाँ. खाने भने धेरै धन्यवाद. Record this. Did you record this? Record Okay. Hare Krishna. Hare Krishna. Hare Krishna. इङ्ग्लिस जानिँदैन साथीहरू त्यस्तो धेरै त टङ 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 बोलिदिन्छन् बा इन्डियन भने होइन ताकि जसरी तपाईँ आउनुभयो टक 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 ल साथीहरू म त इङ्ग्लिस त्यति जान्दा नि जान्दिनँ हरे कृष्ण हरे कृष्ण हरे कृष्ण 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 Did you record this? गरेछ भन्यो म इङ्ग्लिस त्यति जान्दिनँ साथीहरू म अब इङ्ग्लिस Yes, yes, sir. टाउको होला. टाउको हल्लायो होइन यो के गरिरह यो तपाईँलाई किन दिइरह के भन्यो होला भनेर सोचिरहेको थिएँ कि म अनि सोचिरहेको थिएँ अहिले दिदी यो रेकर्ड भनेपछि मैले चाहिँ लाथेँ यस्तो टाउको यस्तरी हुन्छ है साथीहरू जो सोच्छु के अरे भनिदिनु नि सर भनिदिनु त के भनेको थियो भनिदिनु न अहिले बारेर खाऊँ न मम्मीहरूसँगै अनि यो फेरि देखाउनु त यो बार्नुलाई चाहिँ हामीलाई इन्डियनवालाले के अरे इङ्ग्लिसबाट टुङ 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 बोल्या हो मैले चाहिँ त्यति बुझिनँ भान्जीलाई किन दिइरहेछ रामी पनि हुनुहुन्छ अब यतिकै पार्दैछ कसैलाई दिएर भान्जीलाई दियो नि त अनि पारिदिरहेको रहेछ भनेर लास्टमा त ओन्ली 50 रुपिस भन्दिनँ अन्त कसैलाई दिएको थिएन मैले हेरिरहेको थिएँ सुसु आयो अनि आइम इन्डियन इङ्ग्लिसबाट भन्यो आइम इन्डियन के भन्ने भन्दिनँ मलाई त एकछिन त ट्रप पर्छ इङ्ग्लिसमा बुझ्दै पनि केही होइन साथीहरू ल हामी इन्डियन जस्तो देख्छ देख्दैन अनि के सोध्यो है ल साथीहरू अहिले त अघि भन्दा कस्तो भिड हुँदै गएछ ल मलाई आफै बित्तिकै खोज्छ कहाँ गएको थियो किन यसले के भइरहेको साथीहरू के हो यो के घुमाइदिन्छ ओ माई गॉड के हेरि
अरे कता लाग्दैन छोरी छोटो जान ल है भान्जी बाई 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 राम्रोसँग बस्नु टाढो आउनु अनि अब साथीहरू हामी चाहिँ अब लागेको घर भान्जा बाई 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 भेना भेना बाई 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 भेना बाई बाई दी बाई बाई ल हामी साथीहरू हामी चाहिँ लागेको है अब मेला पनि भरियो यस्तै भयो मेला हजुर नबिर्सिनु भने म सम्झाइदिन्छु नि बाई बाई ल भरे बेलुकैसम्म त हुन्छ होला ए जात्रा पनि आउँछ ए ल साथीहरू हामी चाहिँ अब मेला पनि भरियो मेला पनि भरियो अब चाहिँ हामी दिदीको घर फेरि जाँदैछौँ यसो उयो निरोडकै मान्छे हो कि जिस्काइदिउँ न त्यसलाई उयो A few moments later. साथीहरू ल है हामी चाहिँ मेलाबाट हामी दिदीको घरमा आइसकेको छौँ यो चाहिँ हाम्रो दिदीको तपाईँलाई त थाहा छँदैछ मैले दिदीको घर देखाइसकेको छु पहिली नै मैले कतिचोटि भ्लगमा ल्याइसकेको छु हाम्रो दिदीको घर अनि मेला भरेर अब यसो अलिअलि अहिले चाहिँ लास्ट भिड छ मान्छेहरू चाहिँ अघि चाहिँ ठिक थियो अहिले त साथीहरू यस्तो भिड छ कि ठेलामठेल गर्दै हिँड्नुपर्छ अनि हामी चाहिँ अब बाबु लिनु जाने टाइम पनि हुनु लाग्यो नि त 3 बजी फोन गरेर 4 बजी लिन आउँछु भनेको छु त्यही भएर चाहिँ हामी दिदी घरमा आइसकेको छौँ मजा खाजा खाएर जाउँ भन्नुहुन्छ नखाइकन जानै दिनु भएन त्यही पनि दिदी घरमा आएर नखाइकन मलाई कहिले पनि पठाउनु भएको छैन दिदीले अनि त्यही भएर साथीहरू म चाहिँ अब यहाँ दिदी घरमा आएको छु दिदीहरू चाहिँ उता माथि हुनुहुन्छ गफ गरिराख्नु भएको छ हाम्रो भाइलाई यसो के हुन्छ नि घर टुर गराइराख्नु भएको छ अनि म चाहिँ यसो भ्लग लिइरहेको छु अनि अब चाहिँ खाजा खाएर चाहिँ हामी जानुपर्ने हुन्छ साथीहरू अब चाहिँ भान्जीसँग भेनाहरूसँग बिदा मागेर म आइसकेको छु अनि म चाहिँ यहाँ यसो भ्लग लिइरहेको छु म यहाँ आइपुगेँ भनेर अब यहाँनिर अब यसो खाजा खाएर चिया खाएर अब जानुपर्ने हुन्छ अहिले साथीहरू एकछिन अफ म अहिले एकछिनमा खाजा खाएर भेटौँला हेर्दै गर्नु होला मेरो भिडियो अपडेटहरू दिँदै गरिरहेको छु है म साथीहरू ल अहिले चाहिँ यहाँ दिदीले खाजा पनि बनाएर रेडी राख्नु भएको छ साथीहरू अहिलेलाई चाहिँ एकछिन अफ है त ल साथीहरू हामी त यहाँ मेलामा हामी यहाँ खाजा भोज पनि खान थाल्यौँ है हामी दुईजना त खाजा खायौँ मलाई त यो पनि कमै खान्छ अस्ति नेको 2 hours later. ल साथीहरू हामी चाहिँ दिदीको घर अनि मेलाबाट फर्किँदैछौँ ढिलो हुन आँटिसक्यो अब हामी के बिर्सेन यहाँ लिएर चाहिँ आएको छु मैले आँखा छोप्ने भनेर लिएर आएको सल साथीहरू आँखा छोप्न पनि जान्दैन म त्यस्तो अनि साथीहरू हामी चाहिँ निस्केको फाइनली दिदीहरूको घरबाट मेला पनि भर्यौँ मलाई चाहिँ पहिलेदेखि रहर लागेको थियो मेला घुम्न आउने अनि यसो अलिअलि किनमेल त गऱ्यौँ त्यस्तो धेरै त किनमेल गरेनौँ त्यस्तो ठुलो किनमेल त गरेनौँ तर मेलामा आएर किनमेल चाहिँ गऱ्यौँ है साथीहरू देखायौँ नि होइन भाइले पनि यसो गर्मीमा लाउने पातलो पानी हावापानीमा यसो छिट्ने विन्ड ज्याकेट किनिरहेछ अनि यस्तै हो धेरै मान्छे कि अहिले त अघि त सुरुमा थिएन अनि धेरै भिड सुरुमा त घाम पनि भयो एकदम घाम साथीहरू टाउको टेकेर यस्तो भएको थियो कि त्यतिखेर हेरेन पनि पछि यसो हेर्दै थियौँ राम्रो सामानहरू थियो देखिँदै थियो तर मान्छेको भिड भएले चाहिँ किन्न सकेनौँ कि कतिपय त भिडियो बनाएन साथीहरू ल साथीहरू अब चाहिँ बाबुलाई लिन जाँदैछौँ हामी म अब एकैचोटि बाबुसँग भेट भएपछि हजुरहरूलाई भेट्नेछु
हेर्दै गर्नु होला मेरो भिडियो आजको के कस्तो लाग्यो तपाईँहरूलाई। अनि मैले चाहिँ आज मेन कुरो केही बिर्सेँ भयो जसमा बिर्सिरहेको थिएँ साथीहरू, किनकि म बाहिर निस्किन हालेँ यसरी बाइकमा हिँड्दाखेरि त म त चस्मा लाएर हिँड्ने मान्छे थिएँ। आज त चस्मा लाउनु पनि पाइनँ, यस्तो आँखा धुलो परेर यस्तो रातो भएको अघि साथीहरू। ल साथीहरू अब एकचोटि म बाबुसँग भेट्छु अनि A few moments later. ल साथीहरू हामी चाहिँ बाबुलाई दिएर चाहिँ हामी जाँदैछौँ अब पसलतर्फ। अनि हेलो बाबु, के छ खबर? कस्तो लाग्यो चस्मा? कस्तो लाग्यो ठिक छ? अनि बाबुलाई चाहिँ 22,000 बेलाबाट चस्मा ल्याइदिएको थिएँ नि त, खुब रहर लागिरहेको थियो मलाई पनि किन्नलाई। अनि अलिकति बजेटले भ्यायो साथीहरू, त्यस्तो त नभन्नु होला होइन साथीहरू। चस्मा अलिकति भने यस्तो भएन अनि त्यही भएर हो। अनि घाम चाहिँ यस्तो छ त्यही भएर मैले यस्तो आँखा छोपेको साथीहरू। ल साथीहरू आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। त्यस्तै हो आजको 22,000 मेला घुमियो आइयो, दिदीको घरमा बसियो, गफसफ गरियो, खाजा खायो, निस्कियो। अनि अब चाहिँ बाबुलाई लिएर घर पसल जाँदैछौँ। आजको भिडियो चाहिँ मैले यही इन्ड गरेँ साथीहरू, बाटोमै भिडियो स्टार्ट गरेको बाटोमै इन्ड गर्दैछु। डु नट फर्गेट लाइक कमेन्ट सेयर टु सब्सक्राइब माई युट्युब फ्यामिली। बाई बाई बाई।